वेलकम टु अ डे इन माई लाइफ। गुड मर्निङ, नमस्ते एभ्रिवान। केटाहरू बिहानै आएर मलाई उठाएर जिम पनि आज चाँडै गइयो। आज सुजन, सागर र म भएर जिम गऱ्यौँ। निश्चल भाइ चाहिँ काठमाडौँ गएको थियो। केटाहरूले काठमाडौँमा गर्ने भन्दा अलिक फरक एक्सर्साइज मैले यहाँ गराएँ अनि मजा पनि आयो केटाहरूसँग एक्सर्साइज गर्न। बिचमा सपन भाइले पनि जोइन गर्यो, तर एक्सर्साइज सकेपछि अनि एकछिन 3 डिग्री क्याफेमा गएर हामीले डिटक्स वाटर प्लस कफी मस्त खाएर म चाहिँ गएँ दाजुभाइ फ्रेस हाउसबाट मासु लिएर घरमा गएर रेडी भएँ अनि आफ्नो लागि प्रोटिन शेक रेडी गरेर खाएर एकछिन काममा बसेँ। त्यसपछि जानुपर्ने थियो मलाई एमपिएच अनि एकछिन एमपिएचमा गएर सौरभ दाइसँग गफसफ भयो। त्यसपछि गएँ केटाहरूसँग स्नुकर खेल्न अनि जानुपर्ने थियो एयरपोर्ट, किनभने आज आउँदै थियो हाम्रो भाइ दिपेन्द्र डाङ्गी अस्ट्रेलियाबाट। यो चाहिँ भाइहरू आउँदै गरेको फ्लाइट। पुग्यौँ चन्द्रगढी एयरपोर्ट अनि केटाहरू पनि ठ्याक्क ल्यान्डिङ। निश्चल भाइ पनि सँगसँगै आयो। दिपेन्द्र डाङ्गी चाहिँ ऊ नै हो। भाइसँग धेरै पछि भेटियो, रमाइलो भयो। भाइको लागि फुल पनि दियो, तर यो फुल चाहिँ उतैबाट आएको थियो। त्यसपछि गाडीमा सामान हालियो अनि हामी चाहिँ बाटोमा पानी परेर एकछिन अड्क्यौँ। पुग्यौँ टी हब, एकछिन केटाहरू गफसफ गरेर फाइनली दिपेन्द्र भाइको घर जानुपर्ने थियो धुलाबारी अनि एकछिन बजार डुलेर त्यसपछि पुग्यौँ हामी भाइको घर। सुटकेसहरू अनबक्सिङ गरियो अनि मस्त मिठो मिठो खाना खाइयो। त्यसपछि फर्किनको लागि रेडी अनि फेरि धुलाबारीमा एकछिन कतै बसेर रमाइलो गफसफ गरौँ भनेर हामी आयौँ छहारी रेस्टो बार एन्ड लज। त्यहाँ पनि सानो खालको ट्रिट भयो अनि त्यसपछि फाइनली निस्क्यौँ घरतिर। गुड नाइट गाइज, सी यू।